के छ कस्तो छ अहिले तपाईहरुलाई? ठिकै छ नि? अब यो भन्दा केही समय अगाडि बेसरी दुःख पाएर आउनुभएको थियो। हजुर, म बेसरी दुःख पाएको, दुःखमा भएको हैन। कतै केही गर्दा पनि नपाएको। हजुर। हजुरलाई भेट्यो हैन, भाग्य भेटेको भयो। एकदम राम्रो भयो के हजुरलाई धेरै धन्यवाद। हजुर हजुर। थुप्रै ठाउँमा औषधि उपचार गर्नुभएको थियो हैन हजुरले? धेरै ठाउँमा देखाउनु भयो। हजुर। लगभग कति वर्षदेखिको हजुर पीडित हुनुहुन्थ्यो? म त पीडित धेरै भयो, 10 वर्ष जति नै। 10 वर्ष लगभग हुनुभयो। 10 वर्ष कट्यो होला करिब हैन? हजुर। जति औषधि गर्दा पनि छुँदै छैन है? थुप्रै औषधि गर्नुभयो, त्यो पनि हुन सकेन। हजुर। अब अन्तिममा अहिले के छ तपाईहरुलाई? त्यस्तो केही गाह्रो उठेर छैन नि हैन? ल हजुरबाट दुईवटा कुरा के भन्न चाहनुहुन्छ? माइक दिनुस् त एकछिन। नमस्ते सबैमा, गुरुबा नानीहरुमा। मेरो नाम रेशम गुरुङ। म हाल चाहिँ बसिनी 8 बजार चोकमा बस्नुहुन्छ र उहाँ चाहिँ मेरो केश कुमारी गुरु मेरो फ्यामिली हो। र आजभन्दा 10 वर्ष पहिलेदेखि उहाँलाई चाहिँ यस्तो बिमारीले चाहिँ लाग्यो। मैले धेरै जग्गा गयो, दुन तनहुँ गयो हैन, यता चाहिँ गैँडाकोट गयो अनि यता के अरे माडी साइड टाढी गयो हैन, यहाँ पनि धेरै जग्गा गयो। तर हिँड हाम्रो गुरुबा हुनुहुँदो रहेछ, त्यो चाहिँ हाम्रो थाहा थिएन। चाहिँ बुहारीले उहाँ साइप्रसबाट चाहिँ के अरे टिकटकमा विदेशमा बाहिर देखाएर टिकटकमा देखेर उहाँ गुरुबालाई देखेर चाहिँ उहाँले नै फेरि फोन नम्बर दिएर नै हामी यहाँ आएको। र यहाँ पछि हाम्रो यी कामहरू भइरहेछ र एकदम त्यो कामले गर्दा चाहिँ एकदम राम्रो भएको छ हैन? सबै चिजहरू राम्रै भएको छ। हामीले गुरुबाले गरेको चाहिँ सबै चिज राम्रो छ, हामीलाई विश्वास छ। र अगर तपाईहरु पनि यहाँ कोही त्यस्तो हुन्छ भने हाम्रो गुरुबाको चाहिँ नि फेसबुक आइडी हुनुहुन्छ, टिकटक आइडी हुनुहुन्छ हैन, र त्यस्तै नजिक छ भने तपाईँ हाट बजार यही बसिनेमै हुनुहुन्छ, हाट बजार चोकमा तपाईको त्यहाँ आउनु सक्नुहुन्छ। त्यसमा कन्ट्याक्ट नम्बरहरू छ गुरुबाको, त्यसमा कन्ट्याक्ट गरेर आउनु सक्नुहुन्छ। तपाईहरु पनि आउनु होला। यहाँ आएर के कसो छ सबै आयुर्वेदिक सम्बन्धी के सबै पाइन्छ। तपाईहरु सबै चिज गर्नुहुन्छ यहाँ गुरुबाले, राम्रो छ। तपाईहरुलाई नि विश्वास लाग्छ भने आउनु। हामी त विश्वास लाग्यो र विश्वासले हामीले काम गरेको छ। अहिले हामीलाई सबै चिज एकदम राम्रो भएको, हामीलाई चाहिँ एकदमै चिनी मिलेछ हामीलाई। र तपाईहरु पनि विश्वास लाग्छ भने आउनु होला हाम्रो गुरुबासँग। नजिकै छ, चाहिँ कोही टाढा हुनुहुन्छ भने कन्ट्याक्ट नम्बरबाट कन्ट्याक्ट गर्नु होला। र यही चितवन नजिक वरिपरि नै हुनुहुन्छ भने आउनु होला। यही नजिकै छ हाट बजार चोकमा। यहाँ आएपछि सबैले बताउनुहुन्छ, सबैले चिन्छ उहाँलाई, जान पहिचान छ। सबै चाहिँ आउनु होला। यतितिर आएर यहीँ आएर चाहिँ आफ्नो उपचार, आफ्नो मनमा लागेको कुराहरूलाई यहीँ गुरुबासँग भेटेर नै चिनी काम गर्नु होला भन्ने चाहिँ चाहन्छु। सबै एकदम छ। हस् त, धन्यवाद छ। र अर्को कुरो मैले के भन्न चाहेँ भने सम्पूर्ण दर्शकहरूलाई कतिपयले आफ्नै मान्छे ल्याएर यसरी बोलाएर पनि मान्छेले चाहिँ गरिरहेका छन्, तर त्यो होइन दर्शकहरू। उहाँको उपचार आजभन्दा पहिलो भिडियोमा पनि हामीले हजुरहरूलाई देखाइराखेका छौँ, देख्नुभएको होला। योभन्दा अगाडिको भिडियो उहाँ कति दुःख पीडामा हुनुहुन्थ्यो हैन? लो भन्नुहोस् त। उहाँहरूको भिडियोमा हामीले समाज सञ्जालमा हालेका छौँ। दर्शकहरू वैद्य बाबामा हजुरले हेर्न सक्नुहुन्छ, टिकटक, फेसबुक, युट्युबमा। र अर्को कुरो, उहाँलाई नयाँ जीवन प्राप्त भएर आज उहाँ मृत्युको रूपमा पुगेको, न औषधिले भेट्छ न कुनै चाहिँ विधिबाट भेट्छ। कति ग्रस्त भएर घरमा बस्नु भएको थियो। उहाँको परिवार देश विदेशमा हुनुहुन्थ्यो र उहाँले टिकटक र फेसबुकद्वारा सम्पर्क गराइदिनु भएर उहाँलाई मैले चाहिँ आज पूर्ण रूपले उहाँलाई सहयोग गर्ने सफलता भयो र आज नयाँ जीवन उहाँले पाउनु भएको छ दर्शकहरू। त्यसैले म के भन्न चाहन्छु, एउटा नानी, सानो नातिनी हजुरको, त्यो नातिनी पनि कति दुःख पीडामा हुनुहुन्थ्यो हैन? हो कि नभन्नुहोस् त। आज त्यो नातिनीको अवस्था कस्तो छ? र सँगै हजुरको छोरा, जेठो छोराको जति औषधि गर्दा नभएको दुईटै किडनीमा समस्या थियो नि। आज कस्तो छ त्यो बाबुलाई? धेरै राम्रो छ। हजुरको होटल थियो, होटल रेस्टुरेन्ट होटल पनि बन्द भएको थियो हैन? फिटिकै एउटा कस्टमर पनि आएको थिएन। त्यो बाबुको पनि पीडा थियो। उहाँहरूलाई पनि अहिले नयाँ जीवन पाउनु भएको छ।
प्रत्यक्ष हजुरले देखिरहनु, अरू त अभिभावक हुनुहुन्छ होइन, यो हाम्रो बनावट होइन है दर्शकबिन, यथार्थ सत्यता जे छ त्यही नै छ दर्शकबिनहरू। उहाँ कस्तो अवस्थामा हुनुहुन्थ्यो पहिला हामीले भिडियोमा देखाइराखेका छौँ दर्शकबिनहरू। आज नयाँ जीवन उहाँहरूले पाएर पनि हामीले दिँदैछन् दर्शकबिनहरू। हस् त, धन्यवाद छ। जय हो।